प्रसाद ग्रहण गर्न आउनुहुने सम्पूर्ण भक्तजनहरूले प्रसाद ग्रहण गरिसकेपछि प्रत्येक भजन घर घरमा गएर चाहिँ यसरी टुङ्ग्याउने चलन छ। र आज 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 एक दिन यो जति पनि यो भजन घरहरूले कलेक्ट गरेको प्रसादहरू भोलि एक दिन फेरि भजन गरेर त्यो बाढीचुरी लैजाने चलन छ। हाम्रो यो जात्राको महत्त्व चाहिँ के छ भन्नुहुन्छ? महत्त्व भन्नाले पनि यो परम्परागत बाट नै यो चल्दै आएको रीतिरिवाज भयो। त्यसरी नै अब हामीले चलाउँदैछु। पक्कै पनि यो सकमल पुर्णी भनेर चिनिने यो पूर्णिमा हामीले विशेष गरी यो खाने परिकारहरू पनि छन्। सकमल पूर्णिमा हामीले त्यो सकी भनेर पकाएर खाने चलन छन्। अनि त्यो सखर खन्द खाने त्यो विभिन्न प्रकारहरू समेटेर खानेको रूपमा पनि लिइन्छ। र यो विशेष गरी यो सकमल पूर्णिमामा मैले अघि पनि भनिसकेँ, हाम्रो नजिकको यो बुढा नीलकण्ठ विष्णु भगवान नारायण मन्दिरमा चाहिँ जाने र त्यहाँ गएर चाहिँ अब मैले सुनेअनुसार त्यहाँको पनि छुट्टै कथाहरू नाली रहेछ। तर मैले त्यो कुराहरू भनिराख्दा अबुरो पनि हुनसक्छ। विशेष गरी अझ विज्ञसँग जानकारी लिँदा झनै राम्रो हुनसक्छ। यति नै। हजुरलाई यो सुरु कसरी भयो भनेर केही थाहा छ? म विशेष गरी म हालसालै यो भजन घरमा जोडेको करिबन 6 वर्ष जति 5-6 वर्ष जति भयो। र विगतमा म यसको मेम्बर नहुँदा पनि मैले यहाँ यो मन्दिर बनाउने गरेको छु। र सँगसँगै यो टोखा कला पूजाका साथीहरू मिलेर बनाउन थालेको करिबन 3-4 वर्षदेखि चाहिँ हामीले यो साथीहरू हाम्रो यो टोखाको आर्टिस्टहरूको समूहले चाहिँ यो विशेष गरी यो तपलाची ठुलो लाचीमा बनाउने मूर्ति चाहिँ हामी टोखा कलाको पूजाको साथीहरूले चाहिँ मिलेर बनाउने गरेको छु। आज चाहिँ 1-2 जना साथी बिरामी भएको कारणले होइन। र विशेष गरी हाम्रो शङ्खनारायण दाई उहाँ चाहिँ हरेक साल हामीलाई साथ दिनलाई आउनुहुन्छ। आज पनि उहाँ आउनुभयो। उहाँलाई म यही मिडियाबाट पनि धेरै धेरै धन्यवाद भन्न म चाहन्छु। यो हलिबलीमा चाहिँ के प्रसाद हालिन्छ त? यसमा विशेष गरी एउटा धान भुटेर त्यसको ठ्याक्कै नाम हाम्रो नेवारी भाषाबाट ट्या भन्छ। अनि त्यो सँगसँगै मकै भुटेको हुन्छ, बदम हुन्छ, कालो भटमास हुन्छ, अनि गहुँ भुटेको हुन्छ। करिबन 3-4वटा आइटम भुटेर बनाएको हुन्छ। हस्, आजलाई यति गरौँ। हस्, धन्यवाद। हस्।